तपाईले हप्तौं लगाएर एउटा उत्कृष्ट ड्यासबोर्ड बनाउनु भयो, हरेक कोरिलेसन चेक गर्नुभयो, आउटलायर्स हटाउनु भयो र एउटा पर्फेक्ट चार्ट तयार पार्नुभयो। तर निर्णय लिने बेला सीईओले डेटालाई होइन आफ्नो गट फिलिङ्सलाई पछ्याउनु भयो। के गल्ती तपाईको ड्यासबोर्डमा थियो? सायद थिएन। वास्तविक समस्या तपाईको कोडमा होइन, मानिसको मस्तिष्कमा छ। किन मानिसहरू बायोलोजिकल्ली तपाईको चार्टहरूलाई व्यवस्था गर्न प्रोग्राम गरिएका छन्। हाम्रो मस्तिष्क हजारौं वर्ष अघि जंगलमा बाँच्नका लागि विकसित भएको हो। त्यहाँ निर्णय लिन मिलिसेकेन्ड्सको समय हुन्थ्यो। त्यो बाघ हो कि होइन, भाग्ने कि लड्ने। हाम्रो मस्तिष्कले फास्ट थिङ्किङ खोज्छ, कम्प्लेक्स स्ट्याटिस्टिकल एनालाइसिस होइन। जब तपाईँ कसैको अगाडि 10 वटा चार्ट राख्नुहुन्छ, उसको मस्तिष्कले त्यसलाई थ्रेट अर्थात् खतराको रूपमा लिन्छ। यसलाई भनिन्छ कग्निटिभ लिड। मस्तिष्क एउटा ब्याट्री जस्तै हो। हरेक पटक जब हामीले कम्प्लेक्स ग्राफ बुझ्न खोज्छौँ, यो ब्याट्री खर्च हुन्छ। यदि तपाईको ड्यासबोर्डमा धेरै रङ, धेरै फिल्टर र जटिल ग्रिड लाइन्सहरू छन् भने दर्शकको मस्तिष्कले शटडाउन मोडमा जाने निर्णय गर्छ। यस्तो अवस्थामा मान्छेले सबैभन्दा सजिलो बाटो खोज्छ, आफ्नो पुरानो अनुभव वा गट फिलिङ्स। दोस्रो कारण हो कन्फर्मेसन बायस। मानिसहरू केवल त्यही डेटा हेर्न चाहन्छन् जसले उनीहरूको पहिलेकै धारणालाई साबित गर्छ। यदि कुनै सीईओलाई लाग्छ कि प्रोडक्ट ए सफल हुन्छ, तब उसको आँखाले ड्यासबोर्डमा केवल प्रोडक्ट ए को सकारात्मक पक्ष मात्र खोज्छ। बाँकी डेटा उसको लागि केवल नोइज मात्र हो। उसले डेटालाई आफ्नो निर्णय बदल्न होइन, बरु आफ्नो निर्णयलाई जस्टिफाई गर्न मात्र प्रयोग गर्छ। त्यसो भए समाधान के त? के हामीले ड्यासबोर्ड बनाउन छोडिदिने? पक्कै होइन। टप 1% डेटा एनालिस्टले चार्ट मात्र बनाउँदैनन्, उनीहरूले लजिक ड्रिभन स्टोरी टेलिङ गर्छन्। अनावश्यक चार्टहरू हटाउनुहोस्, डेटा के हो भन्ने मात्र नभन्नुहोस्, यो किन महत्त्वपूर्ण छ त्यो देखाउनुहोस्। एउटा एक्लो नम्बरले केही भन्दैन, त्यसलाई बेन्चमार्कसँग तुलना गर्नुहोस्। प्रविधि जतिसुकै अगाडि बढे पनि निर्णय लिने अन्तिम मेसिन अझै पनि मानव मस्तिष्क नै हो। त्यसैले अर्को पटक ड्यासबोर्ड बनाउँदा केवल एसक्यूएल वा ट्याब्लूको बारेमा मात्र नसोच्नुहोस्, दर्शकको मनोविज्ञान अर्थात् साइकोलोजीको बारेमा सोच्नुहोस्। डेटा त सबैले देखाउँछन्, तर लजिकको शक्तिले नै कसैको मन बदल्नु नै वास्तविक खुबी हो। के तपाईको ड्यासबोर्डलाई कसैले इग्नोर गरेको अनुभव छ? कमेन्टमा आफ्नो अनुभव लेख्नुहोस् र सचेत रहनुहोस् र लजिकमा विश्वास गर्नुहोस्। अर्को भिडियोमा भेटौँला। थ्यांक यू।